नमस्कार साथीहरु, म हुँ विवेक भट्टराई र तपाई हेर्दै हुनुहुन्छ युट्युब च्यानल हाम्रो टेक्निशियन। साथीहरु, आज म तपाईलाई मल्टिबुट प्रोफेसनल रेस्क्यु डिस्कको बारेमा बताउन गएको छु, जसलाई हाई रेन्ज बुट सिडी पनि भनिन्छ। जसले कम्प्युटर बनाउने काम गर्नुहुन्छ, कम्प्युटर रिपेयर गर्ने काम र नर्मल मानिसहरुले पनि यदि उहाँलाई कम्प्युटर बनाउने कुराहरुमा इन्ट्रेस्ट छ भनेदेखि यो सफ्टवेयर हामीले राख्नु जरुरी छ। मार्केटमा हाई रेन्ज बुट भनेर एउटा किन्नु भए पनि हुन्छ अथवा इन्टरनेटबाट हाई रेन्ज बुट भनेर डाउनलोड गर्नु भए पनि हुन्छ। सबै टेक्निशियनहरुले र सबै आईटी फिल्डमा रिलेटेड हुनुहुनेहरुले यो सफ्टवेयर राख्नै पर्ने हो र नर्मल जेनरल मानिसहरुले जसलाई कम्प्युटरमा इन्ट्रेस्ट छ, बनाउन इन्ट्रेस्ट छ, जो सिक्दै हुनुहुन्छ हार्डवेयर नेटवर्किङ कोर्स, जो कम्प्युटर कोर्स लिएर पढ्दै हुनुहुन्छ, उहाँले पनि यो मल्टिबुट प्रोफेसनल रेस्क्यु डिस्क, जसलाई हाई रेन्ज बुट पनि भनिन्छ, त्यो राख्न अहिलेको जमानामा धेरै जरुरी छ। यो सिम्पली रूपमा भन्नुपर्दा मार्केटबाट तपाई 10-15 वटा सफ्टवेयर किन्नुहुन्छ, त्यसको बराबर यो एउटै सफ्टवेयर छ। सपोज तपाईको विन्डोज क्र्याश भयो, तपाईको डेटा इम्पोर्टेन्ट छ, तुरुन्त त अब बनाउन मिल्दैन, केही टाइम लाग्छ, तपाई हाई रेन्ज बुट युज गरेर केही समयको लागि कम्प्युटर खोलेर डेटा निकालेर आफ्नो काम चलाउन सक्नुहुन्छ। तपाई विन्डोज एक्सपी, यसमा इनबिल्ट विन्डोज एक्सपी आउँछ, विन्डोज 7 ट्राई गर्नुभयो हुन्छ। यदि तपाई डस प्रोग्राम चलाउनुहुन्छ भनेदेखि यहाँ हेर्नुभयो भने डस, यहाँ हेर्नुभयो भने युटिलिटिज छ, युटिलिटिज टुलमा गएर हामी हेरौँ कोन बुट मेम टेस्ट, तपाईको र्याम प्रब्लम छ कि छैन तपाई टेस्ट गर्न सक्नुहुन्छ। यसरी भर्चुअली यसरी चलाएर फिक्स एनटीएलडीआर इज मिसिङ यस्तो प्रब्लम आउँछ भनेदेखि तपाई फिक्स गर्न सक्नुहुन्छ। यदि तपाईको पासवर्ड बिर्स्यो, मैले तपाईलाई अर्को ट्रिक सिकाएको थिएँ कसरी विन्डोजको पासवर्ड बिर्स्यो भने क्र्याक गर्ने भनेर, तर तपाईले यसरी पनि यो हाई रेन्ज बुटले पनि तपाई क्र्याक गर्न सक्नुहुन्छ, एकदम इजी छ। यहाँ हेर्यो भनेदेखि ब्याकअप टुलमा हेर्यो नोटन घोस्टको बारेमा सायद तपाईले सुन्नु भएको छ कि छैन, म तपाईलाई हल्का भनिदिन्छु यसको बारेमा। नोटन घोस्ट, सपोज तपाईलाई एकैचोटी 10-15 वटा कम्प्युटरमा विन्डोज इन्स्टल गर्नुपर्नेछ, फ्रेस इन्स्टल गर्नुपर्नेछ भनेदेखि धेरै टाइम लाग्छ। एउटा कम्प्युटरलाई विन्डोज इन्स्टल गर्न 1-1.5 घण्टा, फास्ट छ भने आधी घण्टा 45 मिनट। त्यसपछि सबै सफ्टवेयर ड्राइभर इन्स्टल गर, सबै सफ्टवेयर इन्स्टल गर, अनि यत्रो धेरै कम्प्युटरहरूलाई त धेरै नै टाइम लाग्छ। तपाई नोटन घोस्ट युज गरेर टाइम बचाउन सक्नुहुन्छ, एकदम इजी छ। अर्को यहाँ हेर्नुभयो भने एक्रोनिस ट्रु इमेज होम। यो एक्रोनिस ट्रु इमेजले के गर्छ भनेदेखि तपाई ट्रु इमेज, सपोज तपाईले विन्डोज इन्स्टल गर्नुहुन्छ, फेरि सबै सफ्टवेयरहरू हाल्नुपर्ने भयो, फेरि सबै कुराहरू इन्स्टल गर्नुपर्यो, ड्राइभरदेखि सबै कुरा। तर तपाईले ट्रु इमेज बनाएर राख्नु भएको छ भनेदेखि, ब्याकअपमा राख्नु भएको छ भनेदेखि तपाई त्यसलाई रिस्टोर गरेर आफ्नो टाइम बचाउन सक्नुहुन्छ र आफूले चाहेको सफ्टवेयरहरू तपाईको डिलिट हुँदैन, डिलिट भए पनि केही छैन, तपाईको आफूले चाहेको सफ्टवेयरहरूलाई तपाईले बचाउन सक्नुहुन्छ यसरी युज गरेर। अर्को भिडियोमा तपाईलाई यो नोटन घोस्ट कसरी गर्ने, ट्रु इमेज कसरी गर्ने, इमेज फाइल कसरी बनाउने, सबै कुरा म सिकाउँछु। नर्मली अहिले हाई रेन्ज बुटको बारेमा सानो जानकारी दिइरहेको मात्रै हो। सो हामी ब्याक जाउँ। अब म प्रायः जस्तो यो मिनी एक्सपी टुल र मिनी विन्डोज 7 टुल म आफै पनि युज गरिरहेको हुन्छु। सपोज प्रायः जस्तो कम्प्युटरमा कहिले कस्तो हुन्छ भनेदेखि डिबिडी रोम काम गर्ने हुन्छ, तर बायोसमा देखाउँछ तर ड्राइभमा देखाउँदैन, काम पनि गर्दैन। त्यो भाइरसहरूले गर्दाखेरि त्यो सफ्टवेयरलाई इन्फेक्ट पारेको कारणले गर्दा हार्डवेयर नचल्ने हुन्छ। सो यतिखेर हामीले यसरी हार्डवेयरको फल्ट हो कि सफ्टवेयरको फल्ट, मैले धेरै ल्यापटपहरूमा हेरेको छु माउस प्याड चल्दैन, डिभिडी चलिरहेको हुँदैन, त्यो भाइरसको कारणले गर्दाखेरि हो। कहिले हार्डवेयरको पनि फल्ट हुन्छ, तर कन्फ्युज हुनुभन्दा हार्डवेयर हो कि सफ्टवेयर त्यो सोचेर टाइम वेस्ट गर्नुभन्दा नर्मली यसरी मिनी विन्डोज रन गर्छौँ, रन गरिसकेपछि हामीलाई क्लियर हुन्छ चल्यो कि चलेन भनेर। तपाईको मनमा आइरहेको होला कि यो सफ्टवेयर तपाईँले देखाउनुभयो कसरी गर्ने, के गर्ने, त सिम्पल छ। इन्टरनेटबाट हाई रेन्ज बुट भनेर डाउनलोड गर्नुहोस्, आइएसओ फाइल, ओर मार्केटबाट एउटा सिडी ल्याउनुहोस् हाई रेन्ज बुटको। अब बुट गर्नुहोस्, बुट गर्ने तरिका तपाईँलाई आउँछ होला, आएन भने कसरी बुट गर्ने, कसरी आइएसओ फाइल बनाउने, कसरी पेन ड्राइभलाई बुटेबल बनाउने भन्ने मेरो भिडियो हेर्नुहोस्, मैले भिडियोहरू बनाइदिएको छु। सो बुट गर्नुहोस्, यदि सिडीबाट गर्नु छ भने सिडीबाट बुट गर्नुहोस्, पेन ड्राइभबाट बुट गर्नु छ भने पेन ड्राइभबाट बुट गर्नुहोस्। बुट भइसकेपछि यसरी आउँछ, यसरी यहाँ हेर्न सक्नुहुन्छ। नर्मली विन्डोज इज लोडिङ फाइल्स। साथीहरू, एउटा नेपाली टेक्निकल च्यानल हो, बुझ्नेहरूले इङ्ग्लिसमा भिडियो हेर्नुहुन्छ, हिन्दीमा भिडियो हेर्नुहुन्छ। म चाहिँ कतिजनाले इङ्ग्लिस हिन्दी बुझ्नु हुँदैन भनेर आफ्नै भाषामा यो टेक्निकल च्यानल र कम्प्युटरको टिप्स, कम्प्युटरको ट्रिक्सहरू र हार्डवेयर नेटवर्कको कोर्सहरू, डिफ्रेन्ट कोर्सहरू गराउँदैछु। लाइक गरेर कमेन्ट्स गरेर हामीलाई सपोर्ट गरिदिनुहोस् र अहिलेसम्म पनि तपाईँले यसमा सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस्। सो नर्मल यसरी खुल्छ, यसको धेरै फाइदाहरू, तपाईँ डिलिट भएको कुराहरूलाई निकाल्न सक्नुहुन्छ, तपाईको हार्डवेयरको फल्ट हो कि सफ्टवेयरको त्यो चेक गर्न सक्नुहुन्छ। यदि तपाईको कम्प्युटर बिग्रेको छ, तपाईँलाई डेटा इम्पोर्टेन्ट छ, निकाल्नु पर्यो भने यसरी कम्प्युटर खोलिसक्यो, यो
यो हेर्नुभयो भने यसले स्पेस भनेको जम्मा 375 MB लिन्छ। यो भर्चुअली चलाएको, यसमा कुनै पनि स्पेस लिँदैन। तपाईँ ट्राई गर्न सक्नुहुन्छ। अब तपाईँको कम्प्युटर खुलिसकेपछि तपाईँ अर्को कुन ड्राइभ, सी ड्राइभ कुन ड्राइभ छ त्यसबाट कुन डेटा निकाल्नु पर्ने हो निकाल्न सक्नुहुन्छ। यसको धेरैभन्दा धेरै फाइदा छ। म तपाईँलाई सर्टमा देखाउँदैछु, यो भिडियो लामो नगरौँ। ओके, डिस्क टुल। तपाईँ डिस्क पार्टेसन गर्न सक्नुहुन्छ, डिस्क बनाउन सक्नुहुन्छ। सपोज हामीले विन्डोज इन्स्टल गर्यो तर कुनै हाम्रो हार्डवेयर चलेन, वाइफाई चलेन, हामीले चेक गर्दाखेरि हामीलाई थाहा पनि भएन कि त्यो वाइफाई कुन कम्पनीको ओ हार्डवेयर के हो, केही थाहा भएन। त्यतिखेर तपाईँले यो 3DP चिप भनेर युज गर्न सक्नुहुन्छ। प्रायःले भन्नुहुन्छ खोज्ने तरिका धेरै छ। जस तपाईँ प्र्याक्टिस गर्नु भने तपाईँलाई थाहा हुन्छ। यहाँ हेर्नुभयो भने कुन हो, CPU कुन हो, मदरबोर्ड कुन हो, ग्राफिक्स कुन हो, सबै यहाँले तपाईँले हेर्न सक्नुहुन्छ। र सपोज तपाईँलाई इथरनेट चाहियो, क्लिक गर्नुभयो भने इन्टरनेटमा सर्च गर्छ, तपाईँलाई इन्स्टल यो गर्छ भनेर सोध्छ, ट्राई गर्न सक्नुहुन्छ। रिकभरी टुलहरू छ, तपाईँले को डेटा डिलिट भयो यो टुल युज गरेर। ओके, सो हामी बढौँ अगाडि। अफिस टुल, बर्निङ, पावर ISO। यसको काम भनेको ISO फाइल बनाउनु हो। सो मैले भिडियोमा सिकाइदिएको छु ISO फाइल कसरी बनाउने। एन्टिभाइरस, अब तपाईँको कम्प्युटरमा एन्टिभाइरस छैन तर स्क्यान गर्नुपर्ने छ, भाइरसले इन्फेक्ट गरेको छ, तपाईँ एन्टिभाइरस किन्न चाहनु हुँदैन भनेदेखि सस्तोमा यो टुल युज गर्नुहोस्। त्यसपछि क्लिक गर्नुहोस्, एप्लिकेसन खुल्छ। तपाईँले इन्स्टल गरिराख्नु पर्छ भन्ने छैन, इन्स्टल गर्नै पर्दैन। जस्ट ओपन गर्ने, रन गर्ने, स्क्यान गर्ने। सो तपाईँले इन्स्टल नगरिकन कुनै पनि सफ्टवेयरहरू रन गर्न सक्नुहुन्छ। यहाँ हेर्नु नि, वर्म्स डुअर्स क्लिनर्स। सो यहाँ यसरी हेर्नुभयो भने सबै सफ्टवेयरहरू तपाईँले यहाँको कुनै पनि सफ्टवेयर इन्स्टल गर्नु पर्दैन। जस्ट रन गर्ने, काम गर्ने अनि सटडाउन गरिदिने, सिद्धियो। सिस्टम टुलहरू, रेजिस्ट्री, सेफ रिमुभल, USB, विन्डोज 7, यहाँ धेरै कुराहरू एडिट गर्न सक्नुहुन्छ। एडिट होस्ट फाइलहरू एडिट गर्न सक्नुहुन्छ। मैले धेरै भन्नुभन्दा तपाईँ आफै यो टुल डाउनलोड गर्नुहोस्, आजै लिङ्क दिन्छु बरु, अनि त्यसपछि ट्राई गर्नुहोस्। एकदम राम्रो सफ्टवेयर छ। युटिलिटिजमा हेरौँ, हामी हेऱ्यो भनेदेखि जिप फाइल बनाउने, टोटल कमान्डर, सी क्लिनर। हामी ल्यापटपहरूमा केही सी क्लिनर, टेम फाइलहरू क्लिन गर्नु पऱ्यो भनेदेखि हामी इन्स्टल गर्छौँ। इन्स्टल गर्नै पर्दैन, फोकटमा किन इन्स्टल गर्ने, जतिखेर क्लिन गर्न मन छ यो सफ्टवेयर ट्राई गर्ने। सो अनलकर धेरै छ, आर्या रिपेयर, USB टुल, USB राइट प्रोटेक्टर, टेस्ट USB, SD फर्मेटर, फ्ल्यास मेमोरी टुल किट, पासवर्ड रिसेटर टुलहरू पनि छ। गेट पासवर्ड, विन्डोज गेट, अफ क्र्याक, एडमिन पासवर्ड रिसेटर, एक्टिभ पासवर्ड चेन्जर प्रो। सो साथीहरू हरेक एउटा टपिकलाई लिएर भिडियो बनाउन थाल्यो भने साथीहरू धेरै वर्ष लाग्छ। सो यदि चान्स पायो भने म बनाउँछु। त्योभन्दा बेटर तपाईँ आफै प्र्याक्टिस गर्नुहोस्, तपाईँलाई सबै टुलको बारेमा थाहा हुन्छ। यसलाई तपाईँले कम्प्युटर बिग्रेको बेलामा एज अ ब्याकअपमा युज गर्न सक्नुहुन्छ, पेनड्राइभलाई बुटेबल बनाएर या सिडीबाट बुट गरेर। अथवा तपाईँ यदि तपाईँको कम्प्युटर बिग्रेको छैन तर तपाईँलाई यो टुल युज गर्न मन छ भने केही छैन, तपाईँको टुल यही हो, हाइड एन्ड बुट। सपोज तपाईँको कम्प्युटर, यसलाई यत्तिकै क्लिक गर्नुहोस्, क्लिक गरेपछि तपाईँ यत्तिकै पनि युज गर्न सक्नुहुन्छ। जस्तै मेरो कम्प्युटर बिग्रेको छ, मैले अहिले यहाँबाट देखाइदिएँ। अब म तपाईँलाई मेरो एक्चुअल कम्प्युटरबाट देखाउँछु। यो हाइड एन्ड बुट, यसरी क्लिक गर्ने, जतिखेर क्लिक गर्ने तपाईँलाई जे गर्नु मन छ, डेटा रिकभर गर्न मन छ भनेदेखि डेटा रिकभर गर्ने, सी क्लिनर चाहिन्छ भने सी क्लिनर युज गर्ने, MC फ्री, म्याक फ्री रिमुभल टुल, माई अनइन्स्टलर, रेबो अनइन्स्टलर। यो पनि एकदम राम्रो टुल्स हो। यदि तपाईँको कुनै सफ्टवेयर एकदम थेत्तर हुन्छ, इन्स्टल त हुन्छ सजिलै तर अनइन्स्टल हुँदैन, जति गरे पनि हुँदैन, त्यतिखेर तपाईँ यो टुल्स युज गर्न सक्नुहुन्छ। यसरी क्लिक गर्नुहोस् र तपाईँको जुन अनइन्स्टल हुँदैन थेत्तर टुल्सलाई, सपोज यसलाई तपाईँ के गरिदिनु भन्दाखेरि अनइन्स्टल क्लिक गरिदिनु भयो भनेदेखि, अनइन्स्टलमा क्लिक गरिदिनु भयो भनेदेखि यो अनइन्स्टल हुनै पर्छ। सो नेक्स्ट यो हुँदै गर्छ। हामी अर्को बारेमा बुझौँ। र जो ह्याकिङमा रहर गर्नुहुन्छ उहाँहरूको लागि पनि यो एकदम चाहिने टुल्स हो। यहाँ हेर्नुभयो भने एङ्ग्री IP स्क्यानर, कम्प्लिट इन्टरनेट प्रिपेयर, कर्पोर्स एभ्रिथिङ, नेट पासवर्ड रिकभरी, ओपेरा, वेब ब्राउजर, पट्टी, रिमोट IP पासवर्ड, स्मार्ट स्निफ, नेटवर्क मोनिटरिङ, TCP भ्यू। लास्टमा हेर्दै पनि वायरलेस की भ्युवर, वायरलेस नेट भ्यू। तपाईँ विश्वास गर्नु हुँदैन होला, ह्याकरहरूको यो एउटा मेन इम्पोर्टेन्ट टुल्स हो। उनीहरू जहिले पनि यो बोक्छन्, सो युज पनि गर्छन्। तपाईँ रेजिस्ट्री एडिट गर्न सक्नुहुन्छ, डेटा रिकभर गर्न सक्नुहुन्छ। हाइज्याक, यहाँ हेर्नुभयो भने हाइज्याक, स्टार्टअप हाइज्याक दिस, स्टार्टअप मोनिटर, हार्ड डिस्कको बिग्रिन लागेको छ कि छैन, तपाईँको हार्ड डिस्क टेस्ट गर्न सक्नुहुन्छ, ऱ्याम टेस्ट गर्न सक्नुहुन्छ, मोनिटर टेस्ट गर्न सक्नुहुन्छ, भिडियो मेमोरी टेस्ट गर्न सक्नुहुन्छ, हार्ड डिस्कलाई स्क्यान गर्न सक्नुहुन्छ। अनगिन्ती फाइदाहरू छ। यो हेर्नुभयो भने टोर ब्राउजरको बेलामा यहाँ थाहा होला,
ब्याकअपमा हेर्नुभयो भने ड्राइभर्स क्लोन गर्न सक्नुहुन्छ, फास्ट कपी, ड्राइभ इमेजहरू बनाउन सक्नुहुन्छ, टेरा कपी, क्लोन। धेरै म बोल्दिनँ, आफै यो टुल्स ट्राई गर्नुहोस्। यो भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट्स गर्न नभुल्नुहोला। हामी यस्तै रमाइला भिडियोहरू तपाईँलाई देखाउँछौँ। तपाईँ अहिलेसम्म यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, कमेन्ट्स र लाइक गरेर अनि सेयर गरेर हामीलाई सपोर्ट गर्न सक्नुहुन्छ। म तपाईँलाई अर्को भिडियोमा भेट्नेछु। तत्कालको लागि जय नेपाल।